हेलो नमस्ते नमस्ते म गणेश कुमार श्रेष्ठ। आज चाहिँ बिहान उठ्ने बित्तिकै थाहा पाएँ आज नयाँ वर्ष रहेछ। सम्पूर्ण नेपालीलाई नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना। दुर्गा माताले रक्षा गरून्। नयाँ वर्ष 2000 कति हो? 2000 कति हो आज? 2008 र 282। अनि हाम्रो चाहिँ नयाँ वर्षको दिनमा भेज तरकारी खायौँ। अब अरू दिन मासु खाइन्थ्यो भने आज चाहिँ भेज तरकारी खाएर हामीले नयाँ वर्ष मनाइसकेका छौँ। अब नयाँ वर्षको दिन सुत्नु पर्छ भनेर हाम्रा दोस्त एकजना हेर्लम बसेर लागेको छ। जल्दी फोकस गर भन्दै आज चाहिँ म अब हाम्रो रुम भिजिट गराउँदैछु। रुम चाहिँ अब यस्तो छ भत्रको हाम्रो भत्रको रुमको। अनि गोमी त्यहाँ अब फ्यान लिदिन थाहा नभएर चाहिँ अब चुचुरो सगरमाथै बन्ने लागिसक्यो होइन। अनि हाम्रो यहाँ त म एउटा मेन कुरो भनेको आज म सानो हाम्रो जापानमा पनि तरकारी बारी गरेका छौँ हामीले। करेसा बारीको चाहिँ भिजिट गराउने छु। तपाईँ पनि मेरो पछि पछि आउनु होला। ल जाऊँ न त, हिँड्नु भाइ करेसा बारी देखाउन। भाइलाई फेरि मोबाइल चलाउन मनै नलाग्दैछ। यस्तो छ मोबाइलको फेरि चार्जर चाहिँ जापान नेपालमा र जापान त्यो फरक हुने भएर यो यस्तो ल्याएछ गोलोवाला। यो चाहिँ यहाँ छिर्दैन। त्यहाँ नछिरेपछि मान्छे यहाँ उत्तानो परेर नेपालमा नेताहरूले जनतालाई उत्तानो बनाएर जस्तै उसलाई चार्जरले दिनरात उत्तानो बनाएर उल्का भयो। अब हामी चाहिँ यहाँ हाम्रो तरकारी बारी सानो खेती छ। हामीले चाहिँ यहाँ सानो खेतीबारी गरेका छौँ। भ्रमण गर हामीले त्यो तरकारी बारीको चाहिँ अवलोकन गर्नेछौँ। धेरै भइसक्यो भने आजको मौसम चाहिँ हाम्रो आज चाहिँ पानी परेर हामीलाई पानी परेर यस्तो छ। विश्वनालाई यहाँ हेर्न सक्नुहुन्छ। मेरो नयाँ साइकल नयाँ साइकल। हाम्रो तरकारी बारी चाहिँ एउटा यहाँ छ भने यहाँ चाहिँ पहिला खेतीपाती अरूले गर्थ्यो, अहिले हामीले सम्हालिरहेको छौँ यहाँको यो व्यवस्थापन चाहिँ। अनि हाम्रो पहिला अर्कै एउटा चाइनिज है कसले सम्हाल्थ्यो खेतीपाती यताउता फलफुलहरू खोर्सानीहरू लाएर दिन्थ्यो उसले पिरो नखाने भनेर। अनि त्यही भएर हामीले चाहिँ आफ्नै यहाँ करेसा बारी बनाएको छौँ टक्कै। यहाँ तरकारी साग यहाँ सागमा के लाग्यो भन्छ अरे हो किरा लाग्यो। करेसा बारीमा चाहिँ साग उम्रिँदैछ भने हामीले चाहिँ यहाँ यतापट्टि एउटा खोर्सानीहरू चिप्ली भेडीहरू रोपेका छौँ। तर यहाँ कुरो के आयो भन्दा अरू बेला यहाँ हग्दैन थियो बिरालोले। यहाँ जब मैले खनखान गरेर माटो साटो ल्याएर लगाइदिएँ यहाँ हेर्नुहोस् गाई यहाँ बिरालोको गु कति राम्रो बिछड्डे राम्रो खै बाबु यता हेर त एकचोटि होइन ल एक ठाउँ त हग्यो यहाँ धरि हग्यो यहाँ पनि हग्यो। बिरालोले धरि राम्रो ठाउँ छ नि जापानमा हग्नुको लागि। अब यहाँ यसो मिठो मसिनो खाऊँ न त यहाँबाट उमारेर भनेको हगिदियो। अब नेपालमा किराहरूले खान्छ, यहाँ चाहिँ उम्रिनु पाएको छैन। मल हालिदिइसक्यो दियोस् केही छैन। हामीले मल किन्ने फुर्सद हुँदैन। अब त्यो ल्याएर बिठाइदिनु हो कि के भन्छ त्यही गरिदिनु भयो त। अब यहाँ चाहिँ हाम्रो चाहिँ साइकल टन छ। ल अब हामीले हाम्रो रुम हाम्रो दरबार भित्र हाम्रो अब सानो करेसाबारी नि
हेरिहाल्नु भयो अब हाम्रो चाहिँ आज नयाँ वर्ष दिनमा भनेर क्यामेरा तीन हाम्रो चाहिँ अब बिदाको दिन अनि बिदाको दिन भएर टक्क नयाँ वर्ष परेछ बिदा दिन के भयो हो अनि अब यस्तो छ यहाँ दाजुभाइको सुताइ दाजुभाइको बिचमा म चाहिँ फेरि यता सुत्दिने हो दाई उता फर्किन्छ भाइ यता फर्किन्छ अनि त्यो लिङ्गे पिङ जति यता उता भएको छ यिनीहरू चाहिँ एउटा मोबाइलको चार्जरले यस्तो दाजुभाइको सम्बन्धै छुट्याइदिएको छ नि यो चाहिँ अब यही भन्दै आजको भ्लग चाहिँ म अन्त्य गर्न चाहन्छु अनि के छ भन्नलाई केही हाम्रो भन्ने कुराहरू यतै हुन् अब फेरि भन्नुलाई केही छैन अन्तिममा केही भन्नु छ अन्तिममा केही एक शब्द अन्तिममा ल के भन्ने अन्तिममा एक शब्द केही जाओस् अन्तिममा एक शब्द ल भन्दै अब यस्तै भिडियो हेर्नको लागि चाहिँ कृपया सब्सक्राइबहरू यताउता गरिदिनु होला अबदेखि भिडियो हाल्नु पर्यो भएन पैसै हुँदैन